मलाई असाध्यै खुसी लाग्यो। यो बारमा पुरानो पुस्ता, महिला, नयाँ पुस्ता सबै प्रकारका समूहको संलग्नता देखियो। हामी यहाँ 3 वर्ष यहाँबाट म्यान्डेट पाएको खण्डमा आफ्नो पुरानो अनुभव, निष्ठा, नैतिकता उच्चतम रूपमा प्रयोग गरेर के सेवा गर्न सकिन्छ आफ्नो घोषणापत्र लिएर आएका छौँ। घोषणापत्रमा उल्लेख भएका कुराका अन्य कुराहरू पनि के गर्न सकिन्छ भन्ने सुझाव ग्रहण गरेर अघि गर्दछौँ। मैले अघि जसरी यहाँ विद्वानले हाम्रो गोपीजीले ध्यान आकर्षण गराउनुभयो, यो बारको भवन, अदालतको भवन, सदर विस्तारको कारणले असर पर्नेवाला छ। अब यसको योजना के छ? हामीले केन्द्रदेखि नै केन्द्रको भवन, सर्वोच्च अदालत बारको भवन, अन्य जिल्लाको भवनमा अब के काम गर्नुपर्ने अवस्था छ इन्फ्रास्ट्रक्चरमा। अदालतको ठुल्ठुलो बिल्डिङ बनाउँदाखेरि 25% जग्गा पनि बारलाई दिनुपर्छ भन्ने अवधारणा छैन। किन दिने भन्ने प्रश्न छ। हामीलाई अझै पनि यो मुलुकको प्रणालीमा वकिल प्रणालीको आवश्यकता छ भन्ने कुरा स्वीकार गरिएको छैन। हामीले गरेको बहसलाई मान्यता दिने नदिने कति दिने भन्ने कुरा पनि अझै विवेचना योग्य छ। जबकि भारतमा अवकाश प्राप्त भइसकेपछि प्रधान न्यायाधीश र न्यायाधीशले के लेख्नुहुन्छ भने महत्त्वपूर्ण निर्णयहरूमा खास भनियो भने वकिलको रगतको मसी चढेको कलमले म इन्साफ लेख्छु, न्याय लेख्छु। उनले त्यति मेहनत गर्छ, त्यति नजिर प्रस्तुत गर्दछ। त्यो नजिरहरूको आधारमा मेरो विवेकको निर्माण हुन्छ, मैले भविष्यको लागि योगदान दिन्छु भनेर लेख्नु भएको छ। साथीहरू, त्यसले गर्दा न्यायपालिकाबाट ल्याउनु पर्ने बजेटहरू, कार्यिक न्यायपालिकाबाट बारतर्फको न्यायपालिकाकै हेडिङमा केही शीर्षकहरू सरकारले छुट्याउँछ अनि हामी गएर छुट्याउनु पर्ने बजेटहरू सबै लिएर भौतिक पूर्वाधारमा काम गर्ने हाम्रो योजना लयर्स एकाडेमी स्थापना गरेर 24 महिना न्यायालय सेवा प्रदान गर्ने योगदान पनि अब वरिष्ठ अधिवक्ताको उपाधि सम्मानित जिल्ला अदालतमा कार्यक्रमले पाउने गरेर राष्ट्रिय सम्मेलनमा पारित प्रस्ताव गरेर केही कुराहरू हामी गर्छौँ। अहिले एउटा भर्चुअल बहस पनि आएको छ, कम्प्युटरबाट गर्ने बहस र जिल्लाबाट कार्यचापले गर्दा वा सर्वोच्चमा जान नसकिने अवस्था छ भने यहाँ एउटा कम्प्युटर छापामा राखिएको छ अनि कैलाली जिल्ला अदालतमा राखिएको छ। कम्प्युटरबाटै आधा घण्टा बहस गर्छ। यहाँको नाम उच्च अदालतको फैसला 50 रुपियाँ आउँदाखेरि वरिष्ठको लागि त्यो विकल्पमा पनि हामीले सोच्नुपर्दछ। दरखास्त नदिने हो भने पनि सूचना अदालतमै नदिने हो भने ठिक छ, बार एसोसिएसन दिएर त्यो बन्दलाई कानुन व्यवसायको सेवा क्षेत्रहरू बढाउनु पर्ने पनि हाम्रो योजनामा रहेको छ। स्टेट अनि मौलिक परम्पराहरू संरक्षण गर्ने पनि योजना छ। यसले एउटा विचार गर्नुपर्ने कुरा के हो भने मैले कहिले के पढेको थिएँ भने सिराहा जिल्लामा बच्चा जन्मिने बित्तिकै पाखाको दुधले के गर्दछ भने मुख धुवाइन्छ अनि कहीँ पढेको समग्र जिल्लामा नहोला, कुनै गाउँमा होला। यहाँको सहरले स्कुलको कुरा मलाई थाहा छ, त्यो वैशाखमा आउँछ। त्यो बाख्राको दुधले अनि कारण के हो भन्दाखेरि यी बच्चालाई आफ्नो पूर्वजन्महरू कुनै पनि याद नआओस्, यो जन्ममा समर्पित भएर लाग्न सक्नु त्यो दार्शनिक पक्ष रहेछ क्या। अनि मैले एक ठाउँमा बोल्दाखेरि हाम्रा के मान्य न्यायाधीशहरूलाई ट्रेनिङका अतिरिक्त न्यायाधीशको शपथ सँगसँगै बाख्राको दुधले एकचोटि सिराहाको पद्धतिहरूमा मुख धुवाइदेऊ, त्यसपछि उहाँहरू शुद्ध न्यायाधीश पहिलाको कुरा सबै बिर्सनी गरेर हुनुहुन्छ भनेर पनि सिम्पल रूपमा अनुरोध गरेको थिएँ।
त्यसैले गर्दा न्यायपालिकालाई स्वच्छ बनाउनको लागि सिराहाको मोडेल पनि सिराहाको गाउँको मोडेल पनि हामी फलो गर्दछौँ। कानुन व्यवस्थाको दायरा विस्तार गर्ने पनि हाम्रो योजनामा रहेको छ। यो बार पुनः दोहोऱ्याउँछु, पहिले पनि काम गरेको अहिले पनि काम गर्ने सिराहा बार के नभए पनि यसको राम्रो गर्ने अनि जग्गाको रिप्लेसमेन्ट ती सबै कुरामा अनि अदालतमा आउने कम्प्युटरहरू अनि टेक्नोलोजीहरू बारमा एक्सपान्सन किन नगर्ने भन्ने कुरा हामीले असाध्यै प्राथमिकताका साथ राखेर गर्दछौँ। यसपालि मेरो पहिलाको जस्तै मेरो कार्य समितिमा फेरि निर्वाचित अवस्थामा सिधा नफुट्ने नै रहेछ। पहिला मनोहरजी हुनुहुन्थ्यो, यसपालि सूर्यजी हुनुहुन्छ, उहाँले कार्यक्रम नभइकन मलाई लाग्छ जो सम्भव छ हामीले लिएर आएका छौँ, ल्याउँछौँ। भविष्यमा पनि मौलिक पर्व परम्पराहरू जयश्री मल्लको मानव न्याय शास्त्र घोषणा भएको फागुन शुक्ल तृतीयाको दिन कुनै न कुनै दिवस बनाउने पनि हाम्रो योजना रहेको छ। अब प्रतिपक्षीहरूले एकदमै विचित्र भएर छोट भएर यो त प्राध्यापक हो इत्यादि गरेर आरोप लाग्नु पर्छ। म त महासचिव हुँदा पनि प्राध्यापक सदस्य हुँदा पनि त्यति बेला त्यो कुरा नउठ्ने अहिले पनि यो अचम्म छ। प्राध्यापन पूजा आजा ध्यान यो रेड क्रसको मेम्बर ल अनि ल सोसाइटीको मेम्बर सात लको मेम्बर आइपिएको मेम्बर ल सो अनि ल एसियाको मेम्बर त्यसपछि के भन्नुहुन्छ भने लाइन्स क्लबको मेम्बर सामाजिक संस्थाको सदस्य शिक्षक प्रज्ञा इत्यादिहरू नियमित कर्तव्यहरू वकिल हामी सबै बिहानदेखि बेलुकासम्म आफूलाई कुनै कार्यमा तल्लीन गराएर काम गर्ने हो, जनताको सेवा गर्ने हो, प्राप्त हुने मेवाबाट परिवार हामीले पालन गर्ने हो। हाम्रो त्योभन्दा बढी लक्ष्य छैन। मुद्दा मिलाउने, घुस खुवाउने, म्यानेजको नाममा पैसा उठाउने त्यस्तो काम हामी कहिले गरेका पनि थिएनौँ, कहिले गर्दा पनि गर्दैनौँ। अब हेर्नुहोस् न, सबै विषय मान्छे सबै आइटम विषय मुलुकको फर्स्ट आयन बाँडेको हुन्छ, कि सर्वोच्च न्यायाधीश हुन्छ, कि प्रधान न्यायाधीश हुन्छ, त्यो प्रतिष्ठित भएर घरमा बसेर आनन्ददायी। अब फर्स्ट लयर भइसकेपछि बारगाउँजीको अध्यक्ष भइसकेपछि बारगाउँजीको उपाध्यक्ष हुन पाऊँ, डिमोसन हुन पाऊँ भनेर आइरहेको कुरा नै अचम्मपूर्ण छ। मेरा विवेकसिंह विद्वानहरू यहाँ हुनुहुन्छ, जसमा मेरो धेरै वर्षदेखि सम्पर्क छ। उहाँले यी सबै कुरा विचार गरेर यहाँको कुल क्षमता 60मा अधिकतम डिस्टिङसन भन्दा पनि बढी मतदान हाम्रो पक्षमा एकपटक पुनः गरिदिनुहुनेछ भन्ने आशा एवं विश्वास व्यक्त गर्दै अब हामी महत्त्वपूर्ण जनकपुरमा पनि जानकारी भएको हुनाले म 3 पटक आउँदाखेरि तेस्रो पटकको यो भव्य भेला मलाई यहाँबाट विश्वस्त भएर जानको लागि म्यान्डेट दिएको छ भने मैले बुझेको छु। मैले त्यो बुझेको छु। हाम्रो केन्द्रबाट विजनसिंह पनि आउनुभएको छ, यहाँ प्रद्युम्न सर पनि हुनुहुन्छ, आशु सर पनि हुनुहुन्छ, विजय जोशी बिन्दु बाबुनालाई पनि उहाँको अंश पनि यहाँ हुनुहुन्छ। समग्रमा यो सबै आफ्नै परिवारमा हुनाले तदनुरूपको माया भन्दै किताब धन्यवाद।